अब बुद्ध जयन्तीको दिन नजिक आइपुग्यो। त्यसले गर्दाखेरि गुम्बाको वरिपरि साफसफाइ गरिसकेछ। यहाँ चाहिँ छ माने, यहाँ हाम्रो साथी सुमन। यहाँनिर अब यस्तो मजाले साफसफाइ गरेर फुलहरू मजाले सजाएर राखिदिएको छ। वरिपरि यहाँनिर सानो तपाईँहरूलाई देखाउँछु। फुल छ पछाडि फुल। यो चाहिँ हो गुम्बा। यो माने अहिले साफसफाइ मजाले भइसकेको छ। हाम्रो गुम्बा परिसरको सानो मिनी गार्डनमा यहाँ छ। अब पानी सफा गर्नुपर्ने। यहाँ मेरो साथीहरूले अझै पनि साफसफाइ गर्दैछ। बुद्ध जयन्तीको तयारी हुँदैछ यहाँनिर।